चाहिँ यो बेचे बन्यो त्यसमा लाग्नुभयो बन्यो कि बनेन आज आफ्नो पालामा भइसक्यो बन्यो कि बनेन त्यो बन्यो कि बनेन त उहाँलाई सोध्नु हो मलाई बस सोध्नु हो यही मैले भनेको त्यो बन्यो कि बनेन त भन्नु आजको मितमा तपाईँले यो बोलेको भिडियोबाट कति पैसा आउँछ नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाएर छान्नै जरुरी छैन संसदमा पनि तपाईँले भनेको जस्तो अराजक भएर भनौँ है तपाईँले यदि पेल्नै चाहेको भए ढकेल्नै चाहेको भए ठेल्नै चाहेको भए नसुने पनि केही हुँदैन विपक्षीको कुरा सुन्दै नसुन्दा पनि केही फरक पर्दैन हामीसँग बहुमत छ हामी टेबल हान्दिन सक्छौँ तर हाम्रो अब एकैछिन नेपालले भारतको सीमा पनि मिच्याछ भन्दा त हाम्रो फेरि एकछिन नमिसाउनुहोस् फेरि अलि जाउँला त्यता पनि जानु होला अर्थमन्त्रीले तलमाथि गर्नु भएको छ भने उहाँले आरोपै लगाइसक्नु भयो अब तपाईले होइन भने प्रमाणित गर्दै भयो नि त्यसमा दुई मात्रै छैन समिति बनाइदिए भयो त यसमा दुई मात्रै छैन हैन सबै कुराको मैले समिति तपाईले आफ्नै सरकारकै या पार्टीकै कोही मान्छे राख्नुहुन्छ के हामीले भेटिने नाकलाई छानबिन समिति बनाएर नाक कहाँ पर्छ भन्न जरुरी नै छैन त्यसमा नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाएर छान्नै जरुरी छैन सिंहदरबार त्यही छ अर्थ मन्त्रालय त्यही छ दरको रेट हेरफेर भएको कति हो भन्ने कुरा स्पष्ट छ त्यसमा के छानबिन गर्नुपर्छ एउटा कुरा म तपाईँलाई बताइदिनु त्यो भन्दा पहिला चाहिँ अर्थमन्त्रीले भनेको कुरालाई धम्कीको रूपमा चाहिँ भनिएको छ यस पूर्व विष्णु पौडेल अर्थमन्त्री हुने बेलामा उहाँले जसरी तलमाथि पारेको हेरफेर गरेको सच्याएको भनेको जे थियो हाम्रो भन्दा धेरै लामो लिस्ट छ उहाँको हामीले गरेको यति हो भन्छ भने तिमीले गरेको पनि यति छ हामीसँग तिमीले गरेको पनि यो यहाँ त लेनदेन रहेछ नि त कुरा होइन लेनदेन पनि होइन तिमीले गरेको कुरा यति गर्यौ अब हामीले नि यति गर्छौं अनि मिलाम त्यसो पनि होइन फेरि त्यसलाई तपाईले पत्रकारले राजेन्द्र बानियाले त भन्न सुहाएको राजेन्द्र बानियाले किन नसुहाउने त्यति त सुहायो तपाईँ के भन्नु भएको छ पक्नुस् न म माथि प्रश्न उठेछ मैले जवाब दिनु पर्यो नि म सोनी वागले होइन के मेरो जवाब चाहिँ खगेन सुनारले दिने ठीक छ अहिले मलाई पुर्खा नभएर म भन्दा खतरा दिनु मेरो जवाब मै दिन्छु तपाईले के भनिरहनु भएको छ विष्णु पौडेलले यति धेरै गरेका थिए तपाईले के भनिरहनु भएको छ अर्थ मन्त्रालय भित्र सीसी क्यामेरा मुसाले काट्यो अहिले सरकार कसको छ डेफिनेटली हाम्रो छ रासोपाको छ कोसँग छ अहिले डाडु पनि हो स्वाभाविक रूपमा हामीसँगै छ त विष्णु पौडेल कहाँ छन् भैँसी पार्टीतिर होलान् जनार्दन शर्मा कता छन् हामीले त्यो सही भयो कि गलत भयो भनेको होइन अब तपाईँलाई मैले बताउन खोजेको उहाँलाई उदाहरण दिन खोजेको यति मात्रै हो संसदीय मान्यता तीन तरिकाले चल्छ एउटा त्यसको आफ्नै विधि विधान हुन्छ एउटा अन्तर्राष्ट्रिय अभ्यासहरू के रहेछ त्यसरी हेरिन्छ अर्को चाहिँ परम्परा के थियो त्यसो पनि हेरिन्छ उहाँले के भन्नुभयो फेरि जे गर्नु म तपाईँलाई आज स्पष्ट तपाईँलाई यो सपोर्ट पनि होस् र आम जनतालाई यो ऊ पनि होस् के भएको रहेछ भन्ने सन्दर्भमा अब त्यो भइसकेपछि त्यो टाइपिङको क्रममा कर्मचारीले मिस्टेक गर्यो तपाईले अहिले भनेको छ नेतृत्वकर्ताको हो त फेरि हामी हो अर्थमन्त्री त्यहाँको त्यो अर्थ मन्त्रालयको नेतृत्वकर्ताको हो अर्थमन्त्री हो भनेपछि स्वाभाविक रूपमा उहाँले चाहिँ कर्मचारीले गरेको त्यसलाई पनि आफ्नो शिरमा हालेर यो जिम्मा मैले लिनुपर्छ मैले जवाफ दिनुपर्छ सदनलाई जानकारी गराइसकेको विषय यो हो भनेर बकाइदा देखाएको विषय अब छुट्टै छानबिन समिति गरेर रोइलो गर्नुपर्छ भन्ने लाग्दैन एउटा कुरा दोस्रो कुरा राष्ट्रवादी भनिएका दल तपाईलाई लाग्छ उहाँहरुलाई चाहिँ छानबिन समिति चाहियो नि त प्रतिपक्षले माग्यो नि त्यसमा भन्न सकिन्छ मैले फेरि पनि भने कहीं कतै नदेखिएको कुरा हो भने त्यो उहाँले भनेको जस्तै मैले